नमस्कार साथीहरू, तपाईँ सम्पूर्णलाई अहिले देखेर चुनाव लागिरहेको होला। माहौल एकदमै देशभरिको तातिरहेको छ। ठाउँ ठाउँमा चुनावी माहौल अनि आफ्ना पार्टीका प्रचार प्रसारहरू भव्य रूपमा तपाईँले देखिरहनु भएको छ। तपाईँको गाउँ ठाउँ घर टोल जहाँ पनि अहिले यतिखेर उम्मेदवारहरूको लड्को लागिरहेको छ। तर यो लड्को के का लागि हो अनि यिनीहरू आएका छन् किन, गर्छन् के, तपाईको चाहना पुरा हुन्छ कि हुँदैन, तपाईले सोच्नु भएको कुराहरू पुरा हुन्छन् हुँदैनन्, तपाईले अहिलेसम्म तपाईले सोच्नु भएका तपाईले चाहनु भएका चाहनाहरू अघिल्ला दिनहरूमा त्यही उम्मेदवारहरूले तपाईका कुराहरू पुरा गरेका छन् कि छैनन्। यदि छैनन्, यदि छ भने सही छ, यदि छैनन् भने यो चोर औँला हो। यो औँला तपाईले पनि उनीहरूलाई देखाउने अधिकार छ। त्यही भएर तपाईहरूलाई एउटा कुरा थाहा छ, बालेन शाहले त्यत्तिकै आफ्ना मन्तव्यहरू प्रस्तुत गर्दैनन्। उनीले साँचो मनले बोल्छन् र गरेरै देखाउँछन्। काठमाडौँ महानगरको विकासमा पनि उनको ठुलो हात छ। हामी सबैले देखेनौँ पहिले काठमाडौँ कस्तो थियो र अहिलेको काठमाडौँ कस्तो छ। ती सागुरा गल्लीहरू अहिले चौडा भएका छन्। जसरी नेपालीको छाती एउटा चौडाले फुल्छ नि, त्यसै गरी अहिले फराकिलो बाटो भएका छन्। त्यहाँनिर हिँड्ने चेलीबेटीहरू पनि सुरक्षित भएका छन्। कसको कारणले? बालेन शाहको। आउनुहोस् आज तिनै बालेन शाहको बारेमा छोटो कुरा गरौँ र त्योभन्दा पहिले उम्मेदवार कस्तो खालको छान्नुपर्छ भन्ने कुरा मैले त भनिरहनु पर्दैन, तपाईँले बालेन शाहकै मुखबाट सुन्दै आउनु भएको छ।